आज कुरा गरौँ झापा बुद्ध शान्तिका 34 वर्षीय बिसन महराको। उनी हरेक दिन बिहानै आफ्नो बाइकमा दुईटा डोको बाँधेर सब्जी बेच्दै पहाडी क्षेत्र कोटीडाँडा हर्कटे कन्यम आउँछन्। सब्जी बेचेरै राम्रो आम्दानी त गर्छन् नै, उनीले दोहोरो व्यवसाय गरेका छन्। त्यही बाइकमा त्यही डोकोमा फेरि होटलबाट बोतलहरू उठाएर लान्छन् र फेरि बेच्छन्। उनी यही व्यवसायमा आफू सन्तुष्ट भएको बताउँछन्। बिहान सब्जी लिएर आउनुहुन्छ बाइकमा, दुई डोको सब्जी लिएर आउनुहुन्छ, अनि दिउँसो बोतलहरू कलेक्सन गर्दै गर्दै जानुहुन्छ। डेली तपाईँ कामै त्यही हो? हरेक दिन आउनुहुन्छ? प्रत्येक दिन। किन तपाईँले यही काम गर्नुभएको? अब अरू काम आउँदैन, अब यसमा अलिअलि पैसा पनि हुन्छ। सब्जी पनि ल्याउनुहुन्छ, बोतल दुईटा व्यापार एकैचोटि हुन्छ होइन? कुनमा नाफा छ, सब्जीमा कि बोतलमा? त्यस्तै हो, अटोबाट दुईटैमा हुन्छ। सब्जी चाहिँ कहाँबाट ल्याउनुहुन्छ? बुधबारेबाट ल्यायो, यहाँको दोकान घर घरमा दिनुहुन्छ, अनि होटलमा त्यही होटलबाट बोतल लानुहुन्छ। बोतल चाहिँ फ्रीमा लानुहुन्छ? कसरी बेच्नुहुन्छ उहाँ? 1 रुपैयाँ 50 पैसा। बिर्तामोड कि बुधबारे? ए, परिवार चलेकै छ यसले, यो व्यवसायले? मेहनत गर्न एकदमै मन पराउने तथा काम गरेर कहिले नथाक्ने बिसन महराको सम्मानमा सबैले यो भिडियोलाई एक लाइक गरी सेयर गरिदिनुहोला।